सो गाइज आज पनि म निस्किसकेको छु बाहिर यसो डुल्नु पऱ्यो भनेर निस्केको। डुल्नु तर कहाँ डुल्नु केही अत्तो पत्तो छैन। म किन हिँडेको पनि थाहा छैन। हावा त म डुलिरहेको छु यतिखेर होइन। यस्तो झ्याउ लाग्यो कि रुममा बस्दा झ्याउ लागेर हिँडेको म खास चाहिँ। अब कहाँ पुग्ने हो मलाई नै थाहा छैन। घाम लागेको छ डेन्जरै मर्ने गरी घाम लागेको छ। यस्तो घाममा पनि म हिँडिरहेको छु भनेपछि मान्छे त म डेन्जरै हो। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। अच्छा अब हेरौँ कहाँ पुगिन्छ हिँड्दै जाँदाखेरि। घाम बहुत छ आज। हमको नहीं पता, हमको कुछ नहीं पता। 30 मिनटभन्दा बढी भइसक्यो म हिँडेको छु। यहाँ खै के पूजा समथिङ के चलिरहेको रहेछ बाटोमा। खैर केही छैन। पूजा चलेर हामीलाई इन्भाइट जाने कुरा भएन। गयो भने फेरि खेलायो नि बर्बाद हुन्छ। मस्त जोक मारा रे। चलो चलते ही रहते हैं। कहाँ पहुँचेंगे देखते हैं। 20 मिनट भयो होला लगभग म हिँडेको। 20 मिनट भयो हिँडि नै रहेको छु कि म यत्तिकै हिँडेको छु। सेतो चस्मा कालो भइसक्यो। मान्छे कहाँ पुग्न आँट्ने हो के अत्तो पत्तो छैन अझै पनि। जाने हो हिँडि नै राख्ने हो। पागल भएपछि नभन्नु फेरि यस्तै हो बेला रुममा बस्दा झ्याउ लागेपछि हिँड्ने मान्छेहरूले देखेर चाहिँ मलाई अलिकति फुस्क्यो क्या भन्छन् होला। एक्लै बोल्दै हिँडेको छ देखो दरिंदगी चेहरे से टपकती है। नंबर 1 का कमीना है। छी आंखें देखो, नीयत में खोट साफ नजर आता है। हवस से भरी हुई। गाइस हिँड्दै म आफ्नो यहाँ दाइको घरमा आइपुगेको छु। हो एकदम डेन्जर बबाल छ बबाल। के यस्तो के भइरहेछ यहाँ? चेकिङ। अच्छा सो गाइस म हिँड्दै चाहिँ यहाँ शहीद गेटमा आइपुगेको छु। देखिँदैन ए उल्टी देखिन्छन्। शहीद गेट आइसकेको छु। म पारिपट्टि जाँदैछु हो। पारी गएर यसो हल्का हाम्रो कलेजतिर पुग्दिउँ न त। अब यत्रो आइसकेपछि भन्ने कुरा नि त शहीद गेट पनि हो। लाग्दिने हो नि के छ रामलाई होइन छुट्टिएको थियो। र बाटोमा चालचुल कोही छैन। हाम्रो साथीहरू कोही छैन। सब खै कहाँ गएको नि। क्या बात कर रहे हैं? सो गाइस म चाहिँ यहाँ आउँदैछु जाँदैछु होइन। यहाँ केटाहरूको हाम्रो साथीहरूको रुमै छ नजिकै। गएर केटाहरू के गर्दैछन् म लाइभ देखाउँछु त्यहाँ। अब केटाहरूलाई सक पारिदिउँ न के गर्दैछन्। अच्छा नजिकै हो ठीक है। अगाडिपट्टि छ। सरप्राइज। तू समझा? हाँ नहीं तू समझा नहीं।
चलो भाई देखो अब मैं क्या करता हूँ। आम्बो ल हेर गाइजहरू आइसकेको छ हामी लेकिन एक सेकंड यता हेर्नु सक्नुहुन्छ मस्तसँगले सुतिरहेको छ एकजना हेर नसुतौँ न दस त्यस्तो दिउँसो दिउँसो सुत्नु हुँदैन क्या उठौँ 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 छिटो उठौँ के हो पुरै अनि सुताइ हो आम्बो हेर पुरै कार्यक्रम गरिरह राजा जी अपनी शक्तियों को पुरै इस्तेमाल कर रहे हो हेरौँ त लु सो गाइज हिँड्दा हिँड्दै 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 केटाहरूलाई सरप्राइज दिइसकेपछि चाहिँ म यतिखेर आज बिहिबार रहेछ नि त थाहा थिएन आज चाहिँ हाम्रो यहाँ बजार लाग्छ नजिकै यहाँ अलिकति पर बजार पनि भ्याइदिउँ न त अब आइसकेपछि होइन भनेर भने चाहिँ म लागिरहेको छु जाउँ न त के छ र यसै हिँडेको उसै हिँडेको हिँडेपछि लाग्दियो भन्ने कुरा हो नि त मेरो चाहिँ पुग्ने हो अब बजार धाउने हो बजार पुगेर आउने हो उहीँ पर छ है बजार चाहिँ त्यही हो त्यो गाडीहरू भएको ठाउँ दियो भनेको बजार हो बजारमा चाहिँ हाम्रो टोलीहरू पनि फिक्स भेटिन्छ होइन हाम्रो साथीहरू फिक्स छन् एक न एकजना त हुनुपर्ने हो तिनीहरू नि केही काम बेगरका छन् होइन फिक्स छन् होला सायद आशा गरौँ अब हेरौँ यता म ब्याक क्यामेरा गरेर देखाउँछु यताउता नजारा कस्तो छ बजारको हेर्नु सक्नुहुनेछ बजार चाहिँ हाम्रो यसरी लागिरहेछ भर्खर सुरु हो बेलुका चाहिँ डेन्जरै लाग्छ यहाँ बेलुका भएपछि बजार लागिरहेको यतिखेर मजाले चाहिँ त चलो चलते हैं विजिट पर बजारको नजारा हेर्नु सक्नुहुनेछ गाइज धेरै 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 सामानहरू छ यहाँ चाहिँ अब तरकारीदेखि लिएर इधर उधर धेरै थोक आइसकेपछि केही त लानु पर्यो के लानु त टमाटर दिए 1.5 किलो 60 1.5 किलो 60 1.5 किलो 60 टमाटर कसरी हो टमाटर बड़ी मजेदार टमाटर बड़ी मजेदार होइन न्यू इस्कुस खासै धेरै मान्छेहरू छैन भर्खर सुरु हुँदैछ हल्का फुल्का मात्र फाटफुट मात्र भइरहेको थियो फुल बजार घुमाउँछु है त म आज यताको ब्लक फुल खाली छ अहिले भर्खर भरिने टाइम हुँदैछ भर्खर सुरु हुँदैछ नि त आज भर्खर कति हुँदैछ भन्दाखेरि दुई त हुँदैछ भर्खर 2 बजियो भरे 3 4 5 बजीतिर भनेको यहाँ डेन्जरै मान्छेहरू हुन्छ है उत्पातै भिड हुन्छ भयो नि भरे नै आएर हेरौँला खैर केही छैन अलि चाहिँ यस्तै भर्खर सुरु भएको हुनाले गर्दाखेरि यस्तो घाममा निस्किने मै मात्र हो क्या कोही छैन द्यारहरू त नि छैन भने केही छैन नि त हामी फर्किदिउँ के छ र होइन
बाजार में बहुत कुछ है, बहुत कुछ देख सकते हैं। बहुत लोग है, बहुत कुछ है। म चाहिँ फेरि सोध्नेमा मात्र पर्छु क्या, लानेमा चाहिँ खासै पर्दिनँ। लानु चाहिँ अब अलिक मुड चल्दैन हैन। देखो देखो, दरिंदगी चेहरे से टपकती है। नंबर 1 का कमीना है। छी छी छी, आंखें देखो, नीयत में खोट साफ नजर आता है, हवस से भरी हुई। सब्जी सोध्ने हैन, अनि छोड्दिनु अघि लानु कि एकजनाले लगेर के गर्नु, सब्जी थोरै भए पो। Okay guys, so finally म बजार पुगिसकेर पनि फर्कि पनि सकेको छु अब चाहिँ हैन। पुरै छुट्टी नि अहिले। दिदी हुनुहुन्थ्यो गाइस, दिदी हो उहाँ चाहिँ। ओके, फेरि भेट्छु यता गाइस म। सो गाइस यतिखेर चाहिँ म मेरो हाम्रो भनौँ क्याम्पस, गौरादह कृषि क्याम्पस आइपुगिसकेको छु। यहाँभित्र छिर्दैछु म गएर चाहिँ त्यहाँ। ओहो, पर त क्रिकेट भइरहेको रहेछ नि त मजासँगले। दाइहरू क्रिकेट खेल्दै हुँदो रहेछ। उता पारिपट्टि हाम्रो दाइहरू फिल्ड वर्क गरिराख्नु भएको रहेछ। पारी गएर हेरौँ है एकचोटि। यो चाहिँ मेरो कलेज यस्तै यस्तै नै छ। ये देख सकते हैं, हम अकेले ही हिल रहे हैं, चल रहे हैं काफी देर से। दाइहरूसँग गएर गफ हान्ने हो क्या अब। यहाँ दाइसँग के भइरहेछ यहाँ? चल क्या रहा इधर? हाँ के एफिड? अब यत्रो पढेर एफिड पनि चिनेन भने त के पढ्नु? म भ्लग चल्दैछ, भ्लग आज। यस बोस, बोलिए, कुछ बोलिए। हेर रुमदेखि नै हो। होइन, काट्दै हो। ये देख सकते हैं, ये हमारा फील्ड है। ये हमारा बोस है। यो हाम्रो फिल्ड चाहिँ गाइजहरू हेर्नु सक्नुहुन्छ, काम भइरहेको छ, किरा गर्ने काम हुँदैछ। यहाँ गाउँ समथिङ के थियो, गाउँ नै हो। यहाँ गाउँ थियो, काटिसक्नु भएको रहेछ। अहिले त्यही गाउँ हुर्किने घाँस जस्तो छ। अच्छा, हमको सिखा रिया है। बेचे त किन भाटक नै फेरि। अब चाहिँ यहाँ पारी के अरे ग्राउन्डमा क्रिकेट खेल्दै हुँदो रहेछ। दाइहरू यसो गरेर हानिदिउँ न भनेर म चाहिँ लागिरहेको छु होइन। यसो गरेर क्रिकेट खेल्दै त्यहाँ पर दाइहरू खेल्दै हुनुहुन्छ। छ्यासा खेलौँ न के छ र, के जान्छ र हाम्रो खेल्दैमा एकछिन भन्ने कुरा हो नि त। यहाँ क्रिकेट भइरहेछ त, खेल्ने हो गाइस, खेल्ने हो। अब क्रिकेट खेल्ने हो।
सो गाइज हल्का फुल्का क्रिकेट खेल्यो ओर्यो एन्ड देन लागिसकेको छु फर्किसकेको छु म रुमतिर अब 2 घन्टा जस्तो लगभग नि आज 1 बजी हिँडेको यतिखेर 3 बजिसकेको छ मैले क्रिकेट खेलेको चाहिँ भिडियो त्यहाँ छैन अगाडि हेर्नु होला मैले खेलेको चाहिँ देख्नु भएन यसले हावा लाग्यो ए अर्काको खिचेको हाल्नु गयो भन्ने सोच्नु होला तर त्यसो चाहिँ होइन मैले खिचेको थियो भिडियो चाहिँ मैले पनि क्रिकेट चाहिँ खेले हो तर मेरो फोटो खिच्ने मान्छेको के अरे भिडियो खिच्ने मान्छे नभएर हो क्या त्यो मेरो नआएको चाहिँ त्यस भिडियो के अरे खेलिसक्यो अरे ल आजको लागि चाहिँ यो सानो मिनी भ्लग भनेर सुरु गरेको लामो भइसक्यो हेर्नु चाहिँ लागिसक्यो होला सो द्याट आजलाई यति नै है मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला थ्याङ्क यू अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े हुए।